नमस्कार सम्पूर्णमा। आज फेरि पनि एउटा नयाँ भिडियो लिएर म हजुरहरु समक्ष उपस्थित भइसकेको छु र आज भने हामी लोवर सिङताम चिया कमान मधुरा निवासी श्री सुदन गुरुङज्यूको छोरी शिवानी गुरुङ, जसको उमेर चाहिँ मात्र अहिले 25 वर्षको हुनुहुन्छ है। उहाँ चाहिँ हाल फिलहाल दुईटा किडनी फेल भएर अहिले डायलिसिस गर्दै बसिरहनु भएको छ र अब चाँडै नै उहाँको किडनी ट्रान्सप्लान्टको प्रोसेसहरू सुरु हुँदैछ र त्यसको निम्ति चाहिँ धेरै नै आर्थिक सहयोगको खाँचो पर्न पुगेको छ र साथै म पनि स्वयं एउटा किडनी पेसेन्ट भएको हुनाले गर्दाखेरि विगतको दिनहरूमा यस्तै परिस्थितिसँग जुझ्दै आएको हो र उहाँको परिवार पक्षले मलाई धेरै दिन अगाडिदेखि रिक्वेस्ट गर्नुभएको थियो कि भाइ यसो आइदिनुहोस् है, नानीको बिमारीको यसो मनोबल बढाइदिनुहोस् भनेर। त्यसर्थ म आज उहाँहरूको घर आइपुगेको छु र आउनुहोस् उहाँको परिवारसँग केही कुराकानी गर्नेछौँ। विशेष सबै मानवहरूलाई नमस्कार भन्दै भाइ हाम्रो कञ्चन आजको दिन यसरी आइदिनु भएको छ। अघि म पनि विगतमा ट्रान्सप्लान्टले गरेको सक्सेस कारणले गर्दाखेरि मैले छोरीलाई मोटिभेट गर्नको लागि भाइलाई अघिबाट पनि फोन गरेको थिएँ। आज चाहिँ आइदिनु भएको छ, त्यसले गर्दाखेरि भाइ कञ्चनलाई पनि धन्यवाद र विशेष गरी सबैजनालाई चाहिँ मानवहरूलाई यो च्यानल भाइको युट्युबबाट प्रसारण हेर्ने जतिले पनि हेरिदिनु महानुभावहरूलाई चाहिँ मेरो बिन्ती छ सबैजनालाई अघि। किनभने यहाँ मेरो नानी 25 इयर्स मात्रै टेक्दैछ, भर्खर कलेज सकेको 25 वर्ष सरी 3-4 वर्ष भयो। त्यसले गर्दाखेरि टिचिङ काम गर्दै थियो प्राइभेट स्कुलमा गएर सिक्किममा। अचानक नै यो भयो, 1.5 महिनादेखि हामी ट्रिटमेन्टमा छौँ लगातार। सिलगढीको हस्पिटलहरूमा एडमिट थियो, अहिले ल्याएर डायलिसिस दार्जिलिङ हस्पिटलमा गर्दैछौँ। त्यसले गर्दा डाक्टरले पनि चाँडै ट्रान्सप्लान्ट गर्ने कुरा चाहिँ सुझाव राखिदिनु भएकोले गर्दा हामी ट्रान्सप्लान्टको प्रक्रियामा छौँ। त्यसले गर्दाखेरि अब हामी मिडल क्लास फ्यामिली भएकोले गर्दाखेरि टी गार्डनको अवस्था अब सिङताममा सबैलाई जानकार भएको कुरा हो। अन्त यस्तो भएकोले गर्दाखेरि चाहिँ हामीलाई चाहिँ ठुलै राशि चाहिएको छ है, 15 देखि 20 लाख जस्तो पैसा चाहिँ जुटाउनु भएको छ। अनि अलिअलि अब हामीले 40% जस्तो कलेक्सन भइरहेको छ, सबैले सहयोग गरिरहनु भएको छ। हामीलाई चिनाजाना समाजदेखि लिएर सबै सिङतामदेखि लिएर अरू मेरो चिनाजना आफन्तहरूले सबैले सहयोग गरिरहनु भएको छ। अझै पनि मलाई सहयोगको खाँचो भएकोले गर्दाखेरि सबैलाई मेरो विनम्र अनुरोध छ, हाम्रो फ्यामिलीको तर्फबाट, छोरीको तर्फबाट सबैले सहयोगको हात बढाइदिनु हुन म तपाईँलाई अझै पनि बिन्ती चढाउँछु मेरो परिवारको पक्षबाट, ताकि हामी कलकत्ता अब यो हप्तातिर हामी प्रस्थान हुँदैछौँ। त्यहाँ गएर अब बस्नुपर्छ, धेरै कुराहरू गरेर प्रोसेसहरू गर्नु परेको छ। त्यसले गर्दाखेरि हामीलाई विशेष गरी आर्थिक फाइनेन्सको चाहिँ खाँचो छ। त्यसले गर्दा अझै सहयोगको हात सबैले हामीलाई हेल्प गरिदिने, सधैँ प्रार्थना गरिदिने सबैलाई म अपिल गर्दछु मेरो तर्फबाट। र हुन्छ, सुनिहाल्नुभयो तपाईँले है। र उहाँलाई चाहिँ अब कोलकाता लैजान आँटेको छ है हाल फिलहाल ट्रिटमेन्टको निम्ति। र एउटा किडनीको बिमारीको बारेमा अब तपाईँहरूलाई भन्नुपर्दाखेरि एउटा धेरै नै बेसी कस्ट लाग्ने बिमार हो है। र उहाँहरूको के कस्तो हुन्छ होइन, यो डिटेल्सहरू म तपाईँहरूसँग सेयर गर्नेछु। जति सक्दो चाहिँ उहाँहरूलाई एउटा हेल्प तपाईँको फाइनेन्सियली हुन्छ कि मोरल्ली हुन्छ कि होइन, तपाईँले कतिपय कुरामा जे जस्तो खालके तपाईँले सहयोग गर्नु सक्नुहुन्छ, हेल्प गर्नुहुन्छ भनेर आशा राख्दै यो भिडियो म यहीँ एन्ड गर्दछु। धन्यवाद।